आनन्दकन्नं प्रभुदेवचन्नं ब्रजेशरूपेण पुरापि जातं प्रवेश्य प्राप्तं प्रियप्राणनाथं परेशपूर्णं सततं नमामि। यही टीका यही पामहरू यही निछावर आए श्री प्राणनाथ के चरणों में छत्ता बलि बलि जाए। जसरी छत्रसाल महाराजले धर्ममा निष्ठा भएर आफ्नो हिन्दू धर्मलाई रक्षा गर्नु भएको थियो, प्राणनाथजीले तलवार दिएर त्यो धर्मलाई रक्षा गरेर आज हामीले घर घरमा पाएका छौं। त्यसरी नै भजन कीर्तनमा र आफ्नो जीवनमा एकदम आनन्दसँग मंगलमय होस्। जसरी भजन गाउँदैछ मैले सुनेको छु, अस्ति भर्खरै पनि सुने। यसरी नै भजन अझै बढेर जाओस्, सबैलाई रिझाउनु, घरमा आमा बाउलाई सुखी राख्नु, कसैसँग रिस राग भेदभाव नराख्नु, जीवनमा हाँसी खुशीको 2 दिनको जिन्दगी हो, हाँसी खुशी बुझ्नु, मनोकामना पूर्ण होस्, शरीरमा रोग कष्ट नलागोस्, धन्य भएर जाओस्। आज विजय दशमीको दिन मेरो छोरीलाई टीका लाउन पाउँदा म खुसी छु। यसरी नै साल सालमा आएर आनन्दसँग टीका लाउने छौं, खुशीको साथमा सब परिवार मिलेर। यही शुभकामनाको साथमा आज दशैंको टीका हजुरको निधारमा आशीर्वादको साथमा पूर्ण गरे। अब मेरो ठुलोलाई अब आउँदैछ, यो तौले ल्याइदिनु न यस्तो।